हामी चाहिँ अहिले सिद्धको भाला सिद्धको थानमा आएका छौँ। यो यस्तो छ। यहाँ हाम्रो चाहिँ भगवान स्वयं भाला सिद्धको रूप चाहिँ हुनुहुन्छ है। यहाँलाई चाहिँ हाम्रो पूजाआजा गरिन्छ। यहाँ घन्टी बजाउने यहाँ छ। यो नागहरूको स्वरूप साक्षात हुनुहुन्छ यहाँ है। बुढा सिद्धको रूपमा हामीले यहाँ पूजा गरिन्छ। यहाँ यस्तो चाहिँ रूप छ यी भगवानहरूको रूप सही सत्य रूप। ओहो के को रूप होला यो अङ्कल? अहिले एकछिन पूजा गर्ने हो त। सबै चढाए यो रूप भगवानको रूप यस्तो छ। यसरी चढाउनु ल ल ल यसरी राख्ने गरी यो पल्टेछ क्या यहाँ। ल यो रूप भयो। यसो लाइट बाल्नु न अङ्कल मोबाइलको मिल्छ? भिडियो त अब यहाँ बढ्दाखेरि काटेर गर्नुहोस्। त्यसलाई गाँसम्म ल अहिले लाइट छ र बुवा मोबाइल ल्याउनु त यसो यसो लाइट बालेर उ गरौँ न। यहाँ धेरै वर्षमा चाहिँ आउने भन्दा समयको अभाव एक्लै आउन नसकिने भगवानको थानमा अब एक्लै आउन सकिन्न त भन्ने होइन। त्यही पनि अब यस्तै छ यी। यहाँ कोछुवाको अब कोछुवाको रूपमा चाहिँ हुनुहुन्छ यहाँ। कोछुवाको रूप लाग्नु चाहिँ ठ्याक्कै यो पहाडै बोकेर यहाँ बस्नु हो। कोछुवाको रूप। नाकको रूप यहाँ छ। यो नाकको रूप छ। यो त कुनै उसको रूप रहेछ। यो के को रूप हो अलिकति बुझ्न सकिएन हामीले सबै। यहाँ भयो ओहो सरी। यहाँबाट चाहिँ भित्र जाने छ वाल छ। यहाँबाट तल मूलमा यहाँबाट भित्र गएर बस्ने ठाउँ छ। यस्तो छ है। भगवानको कृपा असीम कृपा छ यो ठाउँमा चाहिँ एकदम शक्तिशाली ठाउँ। अनेक अनेक छ यहाँ रूपी अङ्कल। यो हामी अहिले आएको यो सिद्धको थान भण्डारमन खास माथि हो। खास भण्डारमन कहाँ हो? सिद्धको थान भन्ने यही हो। तर खास यहाँ चाहिँ नुवामनका सिद्ध भनेर माथि पुज्ने अरे। पछि पहिरो गएर हामी गइएन। अलिक पुरानो मान्छे प्रतिमनहरूका पाला भन्दा पहिला उहाँहरू पछि चाहिँ यहाँ सार्नु गयो क्या। ल हामी चाहिँ पूजाआजा गरेर फर्किन लाग्यो। यो सानो लुम्पेक शिखर यो टार्नेटा यो टार्नेटा यो रेसुङ्गा यहाँबाट देखिने रेसुङ्गा। अहिले हामी चाहिँ खरबाङ चाहिँ आएका छौँ। तलदेखि छल्दीको पुल यो नदी यतापट्टि तम्घास जाने बाटो। यो चाहिँ मैदान खरबाङको मैदान तोरी फुलेको छ। 2-4वटा बस्ती छन्। कति एकदम पुरानो बस्ती 300 परिवार भएको गाउँ हो। अहिले चाहिँ खाली भएर कोही छैनन्। त्यही पनि अलिअलि 2-4 घर भएर देउरेलीबाट लिएको भिडियो। यता चाहिँ आँपचौरको टुटिन्ना जाने बाटो। भिडियो खतरा आउँछ का अंकल?
बाटै छैन, यति राम्रो छ। यहाँ आउँछ, यहाँ बस्नुहोस् त। त्यतिकै बाल्ना पल्टा या त हुन्छ नि खोला बगेर उहाँ कतारमा कति खर्च खरबुजा तपाईँ डुल्न पाउनु नि, उहाँ त खरबुजा त कति खर्च कति। अघि चाहिँ गाई गोरुले पानी खान पर्छ भनेर भनेका पोखरी सुकेर झारौँ गरेर भाटिएन। बस्ती नभएपछि यस्तो हुन्छ कि उनी बाटा भाटिएर यस्तो छ। ल खरबाङको गाउँ प्रवेश गरियो। चढाइको यसमा केटाहरूले सालको 10 कुन्टल अगबरी फलाउँछन्। हामीले 2 कुन्टल फलायो पनि क्या कबेली मादल चाहिँ तेर्सिए खाने मादल जस्ता खान कबेली। ए तोरन तारन तिहारको चिनिया सबै डुबायो। अब तपाईँको त्यही 28,000 डुबाइदियो। अब एउटा चाहिँ विदेश छ, छोरी पनि विदेश छ, छोरा कबेली एउटा लोकल कुखुरा धुम। ल ट्र्याक्टर ठाउँमा नआए केटाटीलाई खेलेको ट्र्याक्टर पनि छ र। अङ्कल भिडियो गरिदिनु मैले साउको ब्याज बनाएर तिरेको छु। मेरो 80 लाख रुपियाँ 100 रुपियाँ आज सक्यो होइन। 80 लाख ऋण भएको थियो त मेरो। कोले खेल्न बताउनु होला। तोरी चटेला फालेका छन्, ढिसे चटेला। ढिसुम कहाँ हामीलाई एउटा भाइलाई पनि दिनु कबेली टिपेका यहाँ छैन नि, यसलाई काटेर भान्नु पर्ने भयो। पनि थियो भाइ मेरो भाइको पनि दुई भाइ टिपेका यहाँ छैन। म काइलाको छोरो, ऊ कान्छाको छोरो। स्कुल मुनिको घर हो क्या उहाँको। ए स्कुल मुनि घर त बिराउटी कान्छा छ त। के छ अब यहाँ पनि त लान पर्छ एउटा फर्सी कि फाँस फाँस गरेर बसेको छ। यसले के भन्छ यसले? ए खरबाङ यो घर आइयो ल। यो पहिला त हाम्रा उपल्लारे जेठबाको घर कान्छाबाको घर हो गरे त अघि। ए सन्तला फुल कति राम्रा हुन्। सुन्तलाको बुटा, कोदो कोदो ओहो लरी परे खाएको हेर्नु अङ्कल। इस्कुस सुन्तला यस्तो राम्रो फुल छ। 1900 त बेस गर्ने यो छोराको हो नि के भने मलाई छोराको अड्कल थिएन। पहिला चाहिँ उस जमाना चाहिँ के त चाहिँ यो अर्गानिक गाउँतिरको भनेको यस्तो छ। रासन किन्ने के त तपाईँ त्यहाँ कि त फेरि मालेको पनि अझ पछि हो। मालेको त पछि हो। जगदीश सर पण्डितको थियो कपडा दोकान। रुद्रे के रुद्रे। यिनै 2टा दोकान हो नि यहाँबाट खाने। रुद्रे रुद्रे यिनै 2टा दोकान हो नि यहाँबाट खाने। रुद्रे रुद्रे यिनै 2टा दोकान हो नि यहाँबाट खाने। रुद्रे रुद्रे यिनै 2टा दोकान हो नि यहाँबाट खाने। रुद्रे रुद्रे यिनै 2टा दोकान हो नि यहाँबाट खाने। रुद्रे रुद्रे यिनै 2टा दोकान हो नि यहाँबाट खाने। रुद्रे रुद्रे यिनै 2टा दोकान हो नि यहाँबाट खाने। रुद्रे रुद्रे यिनै 2टा दोकान हो नि यहाँबाट खाने। रुद्रे रुद्रे यिनै 2टा दोकान हो नि यहाँबाट खाने। रुद्रे रुद्रे यिनै 2टा दोकान हो नि यहाँबाट खाने। रुद्रे रुद्रे यिनै 2टा दोकान हो नि यहाँबाट खाने। रुद्रे रुद्रे यिनै 2टा दोकान हो नि यहाँबाट खाने। रुद्रे रुद्रे यिनै 2टा दोकान हो नि यहाँबाट खाने। रुद्रे रुद्रे यिनै 2टा दोकान हो नि यहाँबाट खाने। रुद्रे रुद्रे यिनै 2टा दोकान हो नि यहाँबाट खाने। रुद्रे रुद्रे यिनै 2टा दोकान हो नि यहाँबाट खाने। रु
त्यहाँ त फेरि जाने त्यहाँ गएर जाने बेलौती मलाई याद आउँछ बाबुले चाहिँ यहीँबाट खान्थे भनेर भन्थे अनि फेरि परालनी पौडेलले त्यहाँ कपडा दोकान खोलेपछि पोखरेल पोखरेल श्यामलाल सुन्तला किनेलाई त चिन्नु हो जरालाई गाउँको हब सुन्तला हो क्या यहाँको विशेष सुन्तला खाने के का टाटा आउने नि के का टाटा आउने मामा नि सिमी हो यो हो नि कौन सिमी हो भन्छु यो भरले सेमी भन्ने घरले सिमी लगाएर कस्तो मिठो छ खाना मिठो एउटै सिमी पकाइदिँदैन होला रहेछ मैले पनि जाने नि त हाम्रा पनि बेलौती रमाइलो छ हौ रमाइलो छ पहिला यत्तिकै बुढो तपाईँ गरी गर्नुहुन्छ नि त म त बुढो होइन व्यवहार रङ्ग कबेली ल मैले एउटा मासु दाल ल्याएको आउँदा पर्नु उखु अब त ए भारी छ नि यता दुईटा खानु तोरी फलेको छ यताबाट चाहिँ गाउँ माथि सर रमाइलो छ हौ गीत बजेका छन् यो स्कुल खरवाङको स्कुल घरमा छ मौरीका घर तसुडैमा छ हेरौँ न ल हेर्नुको माथि बरमा आयो मौरीका घर यो मौरीका घर ए के चल्छ सन्चै होला के रे चिन्नु नै ल मलाई चिन्नु होला के रे त्यही त्यही माइजू अलिअलि कमाइ यहाँ पनि छ भन्न छोड्न हुन्न हुन्छ मैले 5 लाख लगाएँ मैले भने जस्तो हुन्छ साथै पाइँदैन भने 5 लाख लगानी म सेयर भएर आएर घाँस काट्छु भनेको नमस्कार छ नमस्कार छ ए हाम्रा बुढा पुराना मान्छे ए हाम्रा बुढा पुराना मान्छे ल सन्चै राम्रै हुनुहुन्छ के ल झर्री अहिले हुन्छ हुन्छ फेरि मैदानको धारो अघिको यो चौबारी गाउँका मान्छे बसेर गफ गर्ने जमाना आएको यसो त्यहाँ यता हेरौँ त त्यो मन्दिर कस्तो भएछ हाम्रो पुरानो मन्दिर हो रहन्छ हाम्रो पुरानो मन्दिर यो हाम्रो ज्योतिबाको घर हाम्रा बाबा जेठबाको ल हेर्न कबेली कत्रा ल हेर्न कबेली पल्टेका छन् यो पाटो कसको अरे बुवा हाम्रो होइन र यो हाम्रो यो घर यो हाम्रो भगवती यो मन्दिर एकदम जिँडो भएको छ भगवतीको चाहिँ दर्शन छ नमस्ते छ भगवती तपाईँको वासी स्थान अघिको जमानाको हामी चाहिँ पुर्खाहरूले पुजेको ठाउँ मैदानको मन्दिर यो चाहिँ यिनी पुराना घरहरू खरवाङका गीता हो कि कसको यहाँ छ यहाँ माथि होइन यसो हेर्दै जाऊँ भन्ने मात्र हो यता फर्कने हो केरा ढसे लाएर केरा पाकेका छन् स्कुल बाटो होला छैन छैन यहाँ छैन के बाटो भेट्टे स्कुल ल खरवाङको स्कुलमा आइयो यताबाट छन छ अघिको स्कुल पहिला तल थियो मुसरारी अहिले चाहिँ मैदानमा सरेको स्कुल छ जुनेला फलेका छन् ल गाउँ आप्चोरको यति खरवाङको गाउँ यति रमाइलो गाउँ छ घर भत्केर यस्ता भएका छन् ए कबेली हाल कबेली स्पेसल
खुब फलेछन् कबेली अर्ग्यानिक कबेलीका झाल एउटा दुईटा तीनटा अङ्कल अमिला लानुहोस् त हेर्नुहोस् यिनी पाटा करिब 500 घर भएको ठाउँ हो यो अहिले चाहिँ यस्तो जुनेला कति वर्षपछि जुनेला देखियो ल अङ्कल थैला थैलीसित हेर्नुहोस् यता खरबाङ आएर सिद्धार्थको दर्शन गरियो त्यसपछि खरबाङबाट कबेली लिएर तरकारी लिएर साथीभाइ कहाँ पसेर पुराना खै यता हेर्नु बुवा हो कबेली बोक्नु हो कि यसो हेर्नु यहाँ ल त्यो तरकारी पनि खोजेर खाइला नि त कबेली बोकेर हिँड्ने क्या गाउँतिर आडे माउली गाउँतिर आएर कबेली बोकेर हिँड्ने ल फुटो राख्ने ठाउँ रुपाले आफै भने के हुन्छ नि त ताल आँजो आउँछ नि यहाँ एउटा ल्याउन सकिन्न उहाँबाट किन्ने मान्छे हुन हुन्छ फोहोर खिड्की पारेको कबेली नभएर त्यहाँ दयाकोटबाट एउटा बेर्ना खोज्न आएको छ त्यसैलाई 100 रुपियाँ दिएर यहाँबाट गइन्छ क्या तल्ला 15 अङ्कल मुसरारी यहाँ हो मुसरारी स्कुल अङ्कल हप्ता खानुहुन्छ भन्ने हो डिब्बा ल्याउनु त ल अमला रोल परे अनलाइनबाट उलेर आएँ रोल परे रोल